र म यहाँदेखि यही भन्न चाहन्छु, हामीले ग्रन्थ पढ्नु मात्रै होइन, शास्त्र पढ्नु मात्रै होइन, शास्त्रले देखाएको निचोड के हो, त्यो प्र्याक्टिकल के हो, भगवान्लाई हामीले आम्ने सामने देख्न सकिन्छ, लाइटको फर्ममा देख्न सकिन्छ, साउन्ड अनाथ हामी सुन्न सकिन्छ, अमृतपान हामी निस्यदिन गर्न सकिन्छ र हामी स्मरण सुमिरन गर्न सकिन्छ। यदि व्यक्तिले सुमिरनको अर्थ बुझ्यो भने, भगवानको नामको गुणवाचक नामको कुरा मैले गरिनँ, यदि भगवानको त्यो अजापा गायत्री जो हाम्रो यो शब्द 52 अक्षरमा छैन, त्यो नाम भगवानको नाम उसले जान्यो भने, जस्ता हरि नाम, राम नाम भनियो तर रकर्म होइन, अर्को यो अक्षर 52 अक्षरभित्र नपर्ने जुन चाहिँ छ अजापा गायत्रीको यदि ज्ञान पायो भने, एसदेखि सुसाइड होइन, एसदेखि उसले स्मरण भन्ने कुरा, सुमिरन भन्ने कुरा गर्छ। र आज संसारमा यो यस्तो परिस्थितिमा पनि ऊ बाँचेर उसको अकाल मृत्यु नै हुँदैन, अकाल मृत्यु हर्न भनेको जुन चाहिँ ज्ञान छ त्यो हामीले थ्योरिटिकल सँगसँगै प्र्याक्टिकल हामीले जान्न जरुरी छ, हामीले खोज्न जरुरी छ। हामी दैत्य बन्छ कि हाम्रो अन्धाधुन्दामा गएर हामी आज युथ जस्तै पनि जो पनि आज यहाँ हुनुहुन्छ, यति हुनुहुन्छ, मैले बोलेको तपाईँहरूलाई यतिखेर मात्रै अर्थ हुन्छ जब तपाईँहरूले यो व्यक्तिले भन्दै गरेको कुरा के छ त, यो मान्छेले के भन्नु चाहेको, के चाहिँ छ प्र्याक्टिकल ज्ञान। भगवानको नाम त अजापा छ अरे, तर यो राम कृष्ण भगवान जति पनि महान पुरुषहरूको कुराहरू गरिन्छ त्यो चाहिँ के हो त, यसको यथार्थलाई तपाईँ हामीले स्टेप चाल्यौँ भने आजको यो प्रोग्राम पनि फलीभूत हुनेछ भन्दै आज संसारमा सद्भावना फैलाउँ, तपाईँ हामी मिलेर अकाल मृत्यु जुन चाहिँ यो नहोस्, समाजमा आत्महत्या नहोस् भनेर हामी स्टेप चालौँ, तत्त्वदर्शी महान पुरुष गुरुको शरणमा जाउँ र त्यहाँ गएर त्यो ज्ञानलाई पाएर आफ्नो जीवन सुख र शान्तिले बिताउँ भन्दै तपाईँहरूसँग म फेरि भेट्नेछु। श्री सद्गुरुदेव महाराज की जय।